द इन्क्रिजिङ अर्डर अफ युनिट अफ एनर्जी एभङ जुल इलेक्ट्रोन भोल्ट क्यालोरी एन्ड इनर्जी, यो चाहिँ अर्ज इआरजी भन्न खोजेको रहेछ है त। ल हामीलाई 1 2 3 चारवटा युनिट दिएको छ एनर्जीको र यसमा सबैभन्दा ठुलो युनिट र सबैभन्दा सानो युनिटको अर्डर सोधेको छ। ल सबैभन्दा हामी सुरुमा लेखौँ है त। 1 क्यालोरी भनेको कति हुन्छ 4.2 जुल। भन्नुको मतलब क्यालोरी भनेको के रहेछ जुलभन्दा ठुलो रहेछ। ल त्यसै गरी 1 जुल भनेको कति हुन्छ 10⁻7 अर्ग। भन्नुको मतलब जुल भनेको अर्गभन्दा ठुलो रहेछ भनिसकेपछि जुलभन्दा पनि ठुलो के छ हाम्रो अर्को क्यालोरी छ। त्यसै गरी 1 इलेक्ट्रोन भोल्ट भनेको 1.6 × 10⁻−19 जुल हो। भन्नुको मतलब जुल भनेको ग्रेटर देन इलेक्ट्रोन भोल्ट रहेछ। अब हाम्रो रियल अर्डर कस्तो हुन्छ भन्दा सबभन्दा ठुलो भनेको हाम्रो क्यालोरी, त्यस पछाडि आउँछ जुल, त्यस पछाडि आउँछ इआरजी, त्यस पछाडि आउँछ इलेक्ट्रोन भोल्ट। भनिसकेपछि सबभन्दा सानो हाम्रो इलेक्ट्रोन भोल्ट, त्यस पछाडि अर्ग, त्यस पछाडि जुल, त्यस पछाडि सबभन्दा ठुलो क्यालोरी। यो चाहिँ हाम्रो इन्क्रिजिङ करेक्ट अर्डर हो है त। ल अर्को क्वेसन नम्बर 2 मा के छ, अ बडी इज लाइटर देन एनदर बडी बी ह्याभिङ मोमेन्टम कन्स्ट्यान्ट। दुईटा अब्जेक्ट छन्, एउटा अब्जेक्ट ए भनेको के छ त बी भन्दा हल्का छ। यिनीहरू दुईटैको मोमेन्टम कन्स्ट्यान्ट छ। हामीलाई के सोधेको छ काइनेटिक एनर्जी। ल काइनेटिक एनर्जी भनेको के हो 1/2 mv²। अनि त्यस पछाडि मोमेन्टम लिनियर मोमेन्टम भनेको के हो mv। अब यहाँ हेर है त, काइनेटिक एनर्जी इक्वल टु, अब मैले यहाँनिर दुवैतिर मासले मल्टिप्लाई गरिदिएँ अप एन्ड डाउन भने के हुन्छ इन्टु m/m गरिदिएँ भने काइनेटिक एनर्जी इक्वल टु 1/2 mv को होल स्क्वायर बाई m। ल यहाँ है त, मैले यो mv को होल स्क्वायरलाई p स्क्वायर लेख्न पाएँ। p भनेको के हो मोमेन्टम, लिनियर मोमेन्टम। भनिसकेपछि हाम्रो काइनेटिक एनर्जीको फर्मुला के आयो त काइनेटिक एनर्जी इक्वल टु लिनियर मोमेन्टमको स्क्वायर बाई 2m। ल यो फर्मुला याद गर्नु पर्यो। अर्को भनेको लिनियर मोमेन्टम इक्वल टु √2m काइनेटिक एनर्जी, यो याद गर्नु पर्यो। ल यो दुईटा फर्मुला चाहिँ हाम्रो फर्दर आउने क्वेसन्सहरूको लागि एकदम धेरै इम्पोर्टेन्ट हुन जान्छ। अब यहाँ है त हामीलाई के सोधेको छ, दुईटा अब्जेक्ट छन्, तिनीहरू दुईटाको हामीलाई के दिएको छ मोमेन्टम हाम्रो कन्स्ट्यान्ट दिएको छ। ल यो कन्स्ट्यान्ट भयो भने काइनेटिक एनर्जी केमा डिपेन्ड गर्दो रहेछ मासमा, किनभने यो 2 भनेको त अटोमेटिकली कन्स्ट्यान्ट नै हो। भनिसकेपछि हाम्रो के आयो काइनेटिक एनर्जी इज इन्भर्सली प्रोपोर्सनल टु मास। ल जसको मास कम छ, मास अफ ए इज लाइटर छ भने यसको काइनेटिक एनर्जी, ल मास अफ ए के छ त लाइटर छ होइन, मास अफ ए इज लाइटर देन मास अफ बी भनिसकेपछि एकोर्डिङ टु दिस रिलेसन काइनेटिक एनर्जी अफ ए ग्रेटर हुनु पर्यो काइनेटिक एनर्जी अफ बी भन्दा। ए भन्ने चाहिँ लाइटर छ, ए लाइटर छ भनिसकेपछि ए को काइनेटिक एनर्जी धेरै हुनु पर्यो, किनभने मोमेन्टम कन्स्टेन्ट हुँदा काइनेटिक एनर्जी भनेको इन्भर्सली प्रोपोर्सनल टु मास। ल अर्को क्वेसन छ, 2 masses of 4 kg and 16 kg। हामीसँग दुईटा मास छ, एउटाको मास हो 4 kg। ल m1 इक्वल टु 4 kg, त्यसै गरी m2 इक्वल टु 16 kg। ल यो दुईटा मासहरू इक्वल काइनेटिक एनर्जीले घुम्दैछन्, यिनीहरूको मोमेन्टम सोध्यो हामीलाई। यहाँ है त मोमेन्टम भनेको अघि भर्खर हामीले के लेखाएको थियौँ √2m ke भनेको काइनेटिक एनर्जी। यहाँ अब हामीलाई काइनेटिक एनर्जी दुईटैको सेम दिएको छ भने यसलाई हामीले काट्न पायौँ, डाइरेक्टली कन्स्ट्यान्ट भन्न पायौँ, किनभने यसले मोमेन्टमलाई केही पनि फरक पारेको छैन। ल त्यसै गरी मोमेन्टम अब केमा डिपेन्ड गरौँ डाइरेक्टली प्रोपोर्सनल टु √m मा। ल अब हेर त p1/p2 इक्वल टु 4/16, यो दुईटै रुटमा इक्वल टु 2/4, यो भनेको कति आउँछ 1/2। ल दुईटाको मोमेन्टमको रेसियो के रहेछ त 1:2। अथवा यो काइनेटिक एनर्जी डाइरेक्टली कन्स्ट्यान्ट गरेको बुझिएन भने तिमीहरूले यसरी बुझ्न सक्छौ, p1/p2 भनेको के हो त इक्वल टु √, यहाँ 2m1 इन्टु ke1 डिभाइड बाई 2m2 इन्टु ke2। यहाँ यो 2 काटिन्छ, ke1 र ke2 के छ त सेम छ, इक्वल काइनेटिक एनर्जी भएको छ, त्यही भएर यो काटिन्छ, रहन्छ त m1/m2 यसरी आएको। ल क्वेसन नम्बर 4 मा के छ, इफ मोमेन्टम इज इन्क्रिज बाई 100% देन पर्सेन्टेज इन्क्रिज इन काइनेटिक एनर्जी। ल मोमेन्टम इनिसियललाई हामी मानौँ p0, अब त्यसरी मोमेन्टम फाइनल। यहाँ है त काइनेटिक मोमेन्टम चाहिँ 100%ले इन्क्रिज भएको छ भन्नुको मतलब फाइनल मोमेन्टम भनेको के हुनु पर्यो 2 गुणा p0 हुनु पर्यो। यहाँ है त p फाइनल इक्वल टु
पी इनिसियल प्लस 100% अफ पी इनिसियल इन्क्रिज भएको छ। यो गर्दाखेरि कति आउँछ पी इनिसियल प्लस 100 इन्टु पी इनिसियल डिभाइड बाई कति आउँछ 100 र यो काटिँदाखेरि हाम्रो पी फाइनल भनेको कति आउँदो रहेछ 2 पी इनिसियल। यसलाई हामीले डाइरेक्ट यता लेख्यौँ ल। अब यहाँ है त हाम्रो पी फाइनल कति छ 2 इन्टु पी इनिसियल। त्यसै गरी हाम्रो काइनेटिक एनर्जी इनिसियल के हुन्छ पी नट स्क्वायर बाई 2m। त्यसै गरी अब काइनेटिक एनर्जी फाइनल के हुने भयो पी फाइनलको स्क्वायर हुनु पर्यो हो त पी फाइनलको स्क्वायर बाई 2m। ल पी फाइनलको स्क्वायर भनेको के छ 2 पी नटको होल स्क्वायर बाई 2m। अब यहाँबाट हामीले के लेख्न मिल्छ 4 पी नटको स्क्वायर बाई 2m। यहाँ हेर त भनिसकेपछि काइनेटिक एनर्जी फाइनल हाम्रो कति आयो 4 गुणा काइनेटिक एनर्जी इनिसियल। अब हामीलाई के निकाल्नु छ चेन्ज इन काइनेटिक एनर्जी भनेको काइनेटिक एनर्जी फाइनल माइनस काइनेटिक एनर्जी इनिसियल। यो भनेको 4 काइनेटिक एनर्जी इनिसियल माइनस काइनेटिक एनर्जी इनिसियल। यो भनेको 3 काइनेटिक एनर्जी इनिसियल। अब यहाँ अब पर्सेन्टेज चेन्ज भनेको के हो चेन्ज अपन रियल। यो भने के हो 3 केई इनिसियल बाई केई इनिसियल इन्टु 100। यसलाई र यसलाई काटिँदाखेरि हाम्रो कति आयो 300% चेन्ज आउन जाँदो रहेछ केमा त काइनेटिक एनर्जीमा। ल अब अर्को क्वेसन छ पार्टिकल अफ फोर्स इज मुभिङ अन होरिजेन्टल पाथ द पावर इज गिभन बाई। हामीलाई के थाहा छ वर्क डन भनेको फोर्स इन्टु डिस्प्लेसमेन्टको डट प्रोडक्ट हो अथवा डीलाई हामीले एस लेखेँ डिस्प्लेसमेन्टलाई हामीले नर्मली एसले रिप्रेजेन्ट गर्छौँ। ल अब त्यसबाई पावर भनेको के हो वर्क डन बाई टाइम टेकन भन्नुको मतलब एफ डट एस बाई टी। योलाई डिस्प्लेसमेन्ट बाई टाइमलाई हामीले के लेख्न मिल्छ भेलोसिटी एफ डट भी भनिसकेपछि हाम्रो पावर भनेको के रहेछ एफ डट भी। ल एफ डट भी भनेको के हो एफबी कस थीटा। ल अब यहाँनिर एफ भनेको हाम्रो ठाउँमा के दिएको छ साइन थीटा आउँदैन टेन थीटा आउँदैन कट थीटा आउँदैन एफको ठाउँमा हामीलाई एमजी दिएको रहेछ भनिसकेपछि एमजिभी कस थीटा भनेको पावर यसरी हामीले निकाल्यौँ। ल अर्को क्वेसन छ इफ काइनेटिक एनर्जी इज इन्क्रिज बाई 4% वाट इज द चेन्ज इन मोमेन्टम। ल यहाँ है त यदि इफ पर्सेन्टेज चेन्ज इज लेस देन 10%। यदि 10% भन्दा सानो चेन्ज छ भने हामीले के लेख्न पाउँछौँ भने नि काइनेटिक एनर्जी भनेको हामीलाई के थाहा छ इक्वल टु पी स्क्वायर बाई 2m। यहाँ यदि पर्सेन्टेज चेन्ज 10% अथवा 9% भन्दा सानो छ भने हामीले यसलाई यसरी लेख्न मिल्छ पर्सेन्टेज चेन्ज इन काइनेटिक एनर्जी इक्वल टु 2 यो 2 अगाडि आउँछ इन्टु डेल्टा पी बाई पी आउँछ यस्तो हुन्छ इन्टु 100%। अब यहाँनिर हामीले काइनेटिक एनर्जी 4%ले इन्क्रिज भनेको छ भनिसकेपछि यहाँनिर 4 लेख्न मिल्यो डाइरेक्ट इक्वल टु अब यहाँ हामीलाई वाट इज द पर्सेन्टेज चेन्ज इन मोमेन्टम भनेको छ। यो भनेको के हो त पर्सेन्टेज चेन्ज इन मोमेन्टम हो इक्वल टु 2 इन्टु डेल्टा पी बाई पी इन्टु 100%। ल हाम्रो डेल्टा पी बाई पी इन्टु 100% कति आयो 4/2 भनेको 2% आयो हाम्रो एन्सर। हाम्रो चेन्ज कति रहेछ त 2% आउँदो रहेछ। यो कम्प्लिट भनेको चाहिँ हाम्रो के हो त पर्सेन्टेज चेन्ज हो। यो डेल्टा पी बाई पी इन्टु 100% भनेको पर्सेन्टेज चेन्ज हो। ल अर्को क्वेसन छ टु बडिज अफ मास एम एन्ड 2m आर मुभिङ विथ सेम काइनेटिक एनर्जी द रेसियो अफ लिनियर मोमेन्टम सेम रहेछ। यहाँ पी इक्वल टु √2m/k भनेर अघि हामीले फर्मुला याद गरेको थियौँ। अब सेम काइनेटिक एनर्जी हुँदाखेरि काइनेटिक एनर्जी क्यान्सल भइहाल्छ p1 बाई p2 इक्वल टु √m1 बाई m2। ल एउटाको मास छ m अर्कोको मास छ 2m यसो गर्दाखेरि हाम्रो मोमेन्टमको रेसियो आयो 1/√2। ल 1:√2। अर्को क्वेसन छ टु पार्टिकल्स अफ मास 4 kg एन्ड 16 kg आर मुभिङ विथ इक्वल काइनेटिक एनर्जी। ल देयर मोमेन्टमको रेसियो ल मोमेन्टम इक्वल टु √2m/ke। हाम्रो काइनेटिक एनर्जी सेम छ मोमेन्टमको रेसियो p1 बाई p2 इक्वल टु √4/16 यो भने कति आउँछ 2/4 इक्वल टु 1/2। ल अर्को क्वेसन छ अ कार इज ह्याभिङ मास कति मास छ त यो कारको हामीलाई दिएको छ 100 kg मास दिएको छ। ल त्यो लेखौँ है त कारको मास हामीलाई दिएको छ 100 kg अनि यो कारमा लाग्ने फ्रिक्सनल फोर्स कति रहेछ त जब यो कार कुद्छ यसमा लाग्ने फ्रिक्सनल फोर्स 200 न्युटन हो। when the car is moving with velocity यसको छ 20 m/s वाट विल बी द पावर सप्लाई। ल यहाँ है त यो एउटा कार रहेछ है
यो कार रहेछ, यो कार अगाडि 20 मिटर पर सेकेन्डको भेलोसिटीले मुभ गर्दाखेरि यता पछाडि यो रोडमा लाग्ने, यो रोड र टायरको बिचमा लाग्ने फ्रिक्सन भनेको कति रहेछ 200 न्युटन रहेछ। ल अनि यो कारको मास हामीलाई दिएको छ 100 केजी। अब यो कारको हामीलाई के निकाल्नु भनेको छ त पावर निकाल्नु भनेको छ। यहाँ पावर भनेको के हो एफ डट भी हो। हामीलाई के थाहा छ फोर्स छ कि छैन हामीसँग सुरुमा त्यो हेर्नु पर्यो। ल फोर्स भनेको के छ 200 न्युटन छ इक्वल टु 200 न्युटन, त्यो भनेको फ्रिक्सनल फोर्स इन्टु भी भनेको के छ 20 मिटर पर सेकेन्ड। हामीलाई के निकाल्नु भनेको छ पावर 2 टु द 4 1 2 3 4000 वाट भन्नुको मतलब 4 किलो वाट हाम्रो आन्सर आयो। हाम्रो पावर सप्लाई कति रहेछ त यो फ्रिक्सनलाई ओभरकम गर्नको लागि कति पावर दिनु पर्दो रहेछ, कति पावर चाहिँदो रहेछ त 4 किलो वाट पावर चाहिँदो रहेछ। काइनेटिक एनर्जी अफ बडी अफ मास m इज E। ल काइनेटिक एनर्जी अफ बडी अफ मास m इज E इट्स लिनियर मोमेन्टम। लिनियर मोमेन्टम त हामीलाई थाहा छ p इक्वल टु रुट अन्डर 2m। यतिखेर काइनेटिक एनर्जीलाई रिप्रेजेन्ट गरेको छ E ले, भनिसकेपछि यस्तो हुन्छ यो p इक्वल टु 2me, यो रुटलाई हामीले 1/2 लेख्न पायौँ, भनिसकेपछि हाम्रो आन्सर यो आयो। ल अर्को एन्सर छ द ग्राफ बिट्विन काइनेटिक एनर्जी एन्ड मोमेन्टम अफ अ बडी विल बी। यहाँ है त काइनेटिक एनर्जी इक्वल टु पी स्क्वायर बाई 2m। हामीले ग्राफ हेर्दाखेरि जहिले पनि दुईटा क्वान्टिटी एक्समा र वाईमा राख्ने क्वान्टिटी बाहेक अरू क्वान्टिटी कन्स्टेन्ट लिनुपर्छ भनिसकेपछि अब यहाँ हेर त काइनेटिक एनर्जी भर्सेस मोमेन्टमको ग्राफ सोधेको छ भने अब अटोमेटिकली यहाँ 2 त कन्स्टेन्ट मास पनि कन्स्टेन्ट भनिसकेपछि काइनेटिक एनर्जी इज डाइरेक्टली प्रोपोर्सनल टु पी स्क्वायर। यहाँ हेर त मैले यदि काइनेटिक एनर्जीलाई वाईमा राखेँ र पीलाई यो मोमेन्टमलाई एक्समा राखेँ भने वाई इक्वल टु एक्स स्क्वायर, यो भनेको कस्तो ग्राफ हो प्याराबोलिक ग्राफ हो। प्याराबोलिक ग्राफ हो। यो ग्राफ कस्तो बन्छ त यो ग्राफ यस्तो बन्छ काइनेटिक एनर्जी वाई एक्सिसमा मोमेन्टम एक्स एक्सिसमा, यो भनेको प्याराबोलिक ग्राफ कस्तो हुन्छ यस्तो टाइपको प्याराबोलिक ग्राफ बन्छ पासिङ थ्रु द ओरिजिन। यो ओरिजिनबाट पास हुने प्याराबोलिक ग्राफ बन्छ। ल तर हामीलाई यहाँनेरि काइनेटिक एनर्जी भर्सेस पी स्क्वायरको ग्राफ सोधेको थियो भने चाहिँ के हुन्थ्यो त यहाँनेरि चाहिँ यस्तो हुन्थ्यो। अब यहाँ है त काइनेटिक एनर्जी भर्सेस पी स्क्वायर नै भनेको थियो भने चाहिँ यो चाहिँ डाइरेक्टली यसरी स्ट्रेट लाइन हुन्थ्यो। तर यहाँनिर के सोधेको छ काइनेटिक एनर्जी भर्सेस पी मात्रै भनेको छ भने चाहिँ प्याराबोला हुन्छ, तर काइनेटिक एनर्जी भर्सेस पी स्क्वायरको ग्राफ चाहिँ के हुन्छ भन्दाखेरि स्ट्रेट लाइन पासिङ थ्रु ओरिजिन। यो चाहिँ याद गर्नु पर्यो। ल if the momentum is increased by 2 times the kinetic energy increased by, हेरौँ है त काइनेटिक एनर्जी इक्वल टु पी स्क्वायर बाई 2m। यदि मोमेन्टमलाई 2 गुणाले इन्क्रिज गरियो भने काइनेटिक एनर्जी के हुन्छ ल मोमेन्टमलाई 2p बनाइयो बाई 2m। ल भनिसकेपछि काइनेटिक एनर्जी इक्वल टु 4p स्क्वायर बाई 2m। यहाँ है त p स्क्वायर बाई 2m भनेको के लेख्न, यो भनेको काइनेटिक एनर्जी ड्यास भयो अब त है। अब यहाँ काइनेटिक एनर्जी ड्यास भनेको 4p स्क्वायर बाई 2m भनेको काइनेटिक एनर्जी भनिसकेपछि काइनेटिक एनर्जी 4 गुणा आउँदो रहेछ, यसरी गर्नु पर्यो। त्यसै गरी क्वेसन नम्बर 13 अ मोमेन्टम अफ अ बडी अफ मास m ह्याभिङ काइनेटिक एनर्जी। ल मोमेन्टमको फर्मुला अघि हामीले निकालेको छौँ रुट अन्डर 2m काइनेटिक एनर्जीको ठाउँमा E। ल अर्को क्वेसन छ इफ युनिट अफ फोर्स एन्ड लेन्थ आर डबल्ड देन युनिट अफ पावर। पावर भनेको के हो वर्क डन बाई टाइम टेकन, वर्क भनेको के हो फोर्स डट डिस्प्लेसमेन्ट भनेको लेन्थ एल लेखौँ है त। ल टाइम, ल युनिट अफ फोर्सलाई डबल गरिदियो भने 2f लेख्न पाएँ, लेन्थलाई पनि डबल गरिदियो भने 2l लेख्न पाएँ बाई टाइम भनिसकेपछि 4fl बाई टी। यो एफएल बाई टी भनेको पावर हो भनिसकेपछि 4 टाइम्स द इनिसियल पावर हुँदो रहेछ। A body B is acted by force given by F equal to Cx. Distance x equal to 0 बाट distance x equal to x1। ल 0 बाट कुनै पनि एउटा x1 भन्ने डिस्टेन्समा यसलाई लगेछ, वर्क डन कति छ भनेर फाइन्ड गर्नुपर्ने छ। अब यहाँ हेर है त यहाँ हामीले कसरी बुझ्नुपर्छ भन्दा F इक्वल टु Cx दियो भनिसकेपछि यहाँ है त यो C भनेको त कुनै एउटा कन्स्टेन्ट भ्यालु होला, यो x भनेको चाहिँ के हो त यो x भनेको त पोजिसन हो, पोजिसनसँग फोर्स चाहिँ डिपेन्ड भइरहेको रहेछ भनिसकेपछि यहाँ हेर न जब x 0 छ फोर्स पनि 0, जब x 5 मिटर छ फोर्स भनेको 5c हुँदो रहेछ। जस्तै जब जब तिम्रो पोजिसन चेन्ज भइरहेछ फोर्स पनि चेन्ज भइरहेछ भनिसकेपछि यस्तो फोर्सलाई हामीले के भन्नु पर्यो त भेरिएबल फोर्स भन्नु पर्यो। यो फोर्स भनेको के हुन्छ भेरिएबल विथ रेस्पेक्ट टु एक्स भन्नुको मतलब एक्स चेन्ज हुँदै गर्दाखेरि यो फोर्स पनि के हुन्छ त चेन्ज हुँदै जान्छ। अब यहाँ भेरिएबल फोर्सको लागि वर्क डन हाम्रो के थियो एफ डट डिएस
हो। अब यहाँ हेर, यसलाई हामीले के गर्नु पर्थ्यो, इन्टिग्रेट गर्नु पर्थ्यो। हाम्रो अब्जेक्ट कहाँबाट कहाँसम्म गएको छ, 0 बाट x1 सम्म गएको छ भनिसकेपछि 0 बाट x1 सम्म इन्टिग्रेट गरिदिने। f को भ्यालु के छ, cx डट dx, कहाँबाट कहाँसम्म, 0 बाट x1 सम्म। अब हेर, वर्क इक्वल टु कति आउँछ, c, अब x डट dx, c भनेको त कन्स्ट्यान्ट भइहाल्यो, 0 x1 x डट dx। अब हेर, x dx को इन्टिग्रेसन भनेको के हुन्छ, इन्टिग्रेट गर्दा कति आउँछ, x स्क्वायर बाई 2 आउँछ। अब x1 यस्तो भयो, अप्पर लिमिट र लोवर लिमिटको भ्यालु राख्ने, वर्क डन इक्वल टु c, अप्पर लिमिटको भ्यालु राख्दाखेरि x1 स्क्वायर बाई 2 माइनस लोवर लिमिटको भ्यालु राख्दाखेरि 0 स्क्वायर बाई 2। यो हाम्रो कति आयो त, वर्क डन भनेको cx1 स्क्वायर बाई 2 हाम्रो आन्सर आयो। ल cx1 स्क्वायर बाई 2, 1/2 cx1 स्क्वायर इज द आन्सर। ल अर्को क्वेसन छ, हाउ डज द काइनेटिक एनर्जी अफ अ बडी चेन्ज इफ इट्स मोमेन्टम इज हाफ। ल काइनेटिक एनर्जी इक्वल टु पी स्क्वायर बाई 2m। ल मोमेन्टमलाई हाफ गरियो भनिसकेपछि अब हाम्रो काइनेटिक एनर्जी कसरी चेन्ज हुन्छ, ल हेरौँ त। काइनेटिक एनर्जी ड्यास इक्वल टु p बाई 2 होल स्क्वायर बाई 2m। हाम्रो के आउने रहेछ यसो गर्दाखेरि, p स्क्वायर बाई 4 डट 2m। यहाँ है त, यो कम्प्लिट भ्यालुलाई हामीले काइनेटिक एनर्जी लेख्न पाइयो, काइनेटिक एनर्जी बाई 4, यो भनेको के हो, काइनेटिक एनर्जी प्राइम इक्वल टु काइनेटिक एनर्जी बाई 4 भनिसकेपछि डियर फोर द काइनेटिक एनर्जी के हुने रहेछ, डिक्रिजेस बाई 4 टाइम्स, 4 गुणाले काइनेटिक एनर्जी घट्ने रहेछ यदि हामीले मोमेन्टमलाई हाफ गर्यौं भने। ल क्वेसन नम्बर 17, इफ अ लाइट बडी एन्ड अ हेभी बडी हेभ सेम काइनेटिक एनर्जी विच वान विल हेभ ग्रेटर मोमेन्टम। ल यहाँ है त, p इक्वल टु रुट अन्डर 2mk। यहाँ काइनेटिक एनर्जी सेम छ भन्नुको मतलब दुईटैको लागि काइनेटिक एनर्जी कन्स्टेन्ट छ भने मोमेन्टम केमा डिपेन्ड गर्यो, डाइरेक्टली प्रोपोर्सनल टु रुट अन्डर मास। भन्नुको मतलब जसको मास धेरै छ त्यसको मोमेन्टम धेरै। मास अफ ए धेरै छ भने मास अफ बी भन्दा यहाँबाट के बुझ्यो त, मोमेन्टम अफ ए ग्रेटर हुन्छ मोमेन्टम अफ बी भन्दा, पी मोमेन्टम अफ बी भन्दा। यहाँ है त, इफ लाइट बडी एन्ड हेभी बडी हेभ सेम काइनेटिक एनर्जी विच वान विल हेभ ग्रेटर मोमेन्टम, heavier body will have greater के त मोमेन्टम भनेर बुझ्नु पर्यो। ल क्वेसन नम्बर 18, हाउ डज द काइनेटिक एनर्जी अफ अब्जेक्ट चेन्ज इफ इट्स मोमेन्टम इज डबल्ड। ल मोमेन्टमलाई अब डबल गरियो भने काइनेटिक एनर्जी कसरी चेन्ज हुन्छ, काइनेटिक एनर्जी इक्वल टु पी स्क्वायर बाई 2m। ल अब काइनेटिक एनर्जी प्राइम इक्वल टु मोमेन्टम के गरियो, डबल गरियो भनिसकेपछि 2p होल स्क्वायर बाई 2m इक्वल टु 4p स्क्वायर बाई 2m। यहाँ है त, यो 2p स्क्वायर कसरी आयो भने नि, यहाँ है त, काइनेटिक एनर्जी ड्यास भनेको त के हो त, मोमेन्टम ड्यास बाई 2m हो। अब यो मोमेन्टम ड्यास भनेको चाहिँ डबल गरियो क्या इनिसियल मोमेन्टमलाई भनिसकेपछि यो p ड्यासको स्क्वायरको ठाउँमा चाहिँ 2p स्क्वायर हुनु पर्यो, बुझ्यौ, यस्तो भएको। ल अब यहाँबाट के भयो त, काइनेटिक एनर्जी डबल। ल मोमेन्टम डबल गरियो भने काइनेटिक एनर्जी के हुँदो रहेछ त, 4 टाइम्स हुँदो रहेछ, काइनेटिक एनर्जी बिकम्स 4 times the initial value. Now, if a moving bullet striking a block of wood on a frictionless table embeds inside it, what happens? ल यहाँ है त, हाम्रो क्वेसनले के भनेको छ, कुनै पनि एउटा बुलेट छ हो, यो बुलेट हिँड्दा मुभ गर्दा गर्दै एउटा v भेलोसिटी, ल यो बुलेटको मास मान्यौँ mv, यसको भेलोसिटी मान्यौँ vv। यहाँ है त, यो हिँड्दा हिँड्दै कुनै पनि एउटा ठ्याक्कसँगको ठुलो वालमा आएर टक्रायो अरे। यहाँ हेर त, एउटा वुडको वालमा टक्रायो, यो एकदम मोटो वुडको वालमा टक्रायो भने अब के हुन्छ त, यो बुलेट यहाँभित्र झप्पसँगले पस्यो, यो बुलेट यहाँभित्र पस्यो भने अब के हुन थाल्छ त, यो बुलेट र यो वाल इम्बिड भएर एउटा कमन भेलोसिटी भीले मुभ गर्न थाल्छ। यो केस हामीले कहाँ पढेको छौँ, यो केस भनेको के हो, इन इलास्टिक कोलिजन। ल के भन्ने रहेछ त यो, इनइलास्टिक कोलिजन। इनइलास्टिक कोलिजनमा के हुन्थ्यो त, कुनै पनि एउटा अब्जेक्टले अर्को अब्जेक्टलाई अप्रोच गर्थ्यो, अप्रोच गरेर त्यो दुईटा अब्जेक्टहरू एकैसाथ जोडिएर एउटा कमन भेलोसिटीले ट्राभल गर्थे। यहाँ है त, जहिले पनि कोलिजनमा भनेको के हुन्छ, मोमेन्टम कन्जर्भेसन हुन्छ।
मोमेन्टम कन्जर्भेसनबाट हामीले के लेख्न मिल्छ, इनिसियल मोमेन्टम इक्वल टु फाइनल मोमेन्टम। यहाँ इनिसियल मोमेन्टम भनेको बुलेटको लागि मास अफ बुलेट इन्टु भेलोसिटी अफ बुलेट प्लस वालको लागि भनेको 0। त्यसै गरी अब यिनीहरूको फाइनल मोमेन्टम भनेको दुईटैको मास जोडिन्छ, किनभने यिनीहरू के भयो, इम्बिड भए, इन्टु यिनीहरूको एउटा कमन भेलोसिटी भयो। अब यहाँबाट यिनीहरूको कमन भेलोसिटी निकाल्यो भने एमबी भिबी बाई मास अफ बुलेट प्लस मास अफ वाल। ल वाल भनेको के को वाल, वुडको वाल। अब हेर है त, काइनेटिक एनर्जी इनिसियल अफ बुलेट कति थियो, 1/2 mb इन्टु भिबी स्क्वायर। अब काइनेटिक एनर्जी फाइनल चाहिँ कति भयो त, सिस्टमको भयो, किनभने यिनीहरू दुईटा इम्बिड भइसक्यो एकअर्कामा। यसो गर्दाखेरि यिनीहरूको 1/2, अब मासको ठाउँमा के लेख्ने, मास अफ बुलेट प्लस मास अफ वाल इन्टु भेलोसिटी भनेको कमन भेलोसिटी एमबी भिबी बाई एमबी प्लस एमडब्लु यो कम्प्लिट होल स्क्वायर भयो, किनभने 1/2 mv स्क्वायर। अब हेर है त, यो भनेको के आउँछ त, 1/2 mb/v होल स्क्वायर बाई mb प्लस mw होल स्क्वायर डट हाम्रो माथिको mb प्लस mw। अब हेर, यसले यो स्क्वायरलाई काट्यो, हाम्रो यहाँबाट के आयो त, काइनेटिक एनर्जी फाइनल। काइनेटिक एनर्जी फाइनल चाहिँ बुलेटको के आयो, सिस्टमको 1/2 mb स्क्वायर भिबी स्क्वायर बाई mb प्लस mw। ल हाम्रो फाइनल काइनेटिक एनर्जी अफ द सिस्टम भनेको कति आयो त, 1/2 mb स्क्वायर भिबी स्क्वायर mb डिभाइड बाई mb प्लस mw। अब हेर है त, यो काइनेटिक एनर्जी फाइनल भनेको यसो हेर्दाखेरि के छ त, यहाँ है, यो इनिसियल काइनेटिक एनर्जी भन्दा त पक्कै पनि सानो छ। भनिसकेपछि हाम्रो बुलेटको के हुँदो रहेछ त, बुलेट लुजेस इट्स काइनेटिक एनर्जी विच गेट्स कन्भर्टेड इन्टु हिट। किनभने अब हेर न, यो बुलेटले यसलाई इम्बिट गर्दाखेरि त यो बुलेटमा भएको काइनेटिक एनर्जी त यसले अब यतापट्टि यसलाई एउटा रिटार्डिङ फोर्स लाउँछ, जसले गर्दाखेरि यो बुलेटले आफ्नो काइनेटिक एनर्जी लस गर्दै जान्छ। बुलेटले आफ्नो काइनेटिक एनर्जी लस गरेको बापत त्यो एनर्जी चाहिँ केमा कन्भर्ट हुनु पर्यो त, हिटमा कन्भर्ट हुनु पर्यो। त्यसरी चाहिँ हामीले बुझ्नु पर्यो। हाम्रो बुलेटको इनिसियल काइनेटिक एनर्जी कति थियो, यो थियो हो। ल अनि यो बुलेटको फाइनल यो भयो, सिस्टमको र बुलेटको यो भयो। यसरी चाहिँ हामीले बुझ्नु पर्यो। ल नेक्स्ट क्वेसन छ। नेक्स्ट क्वेसनमा हामीलाई के भनेको छ भन्दा, यहाँ हेरौँ है त। अब ल अ टिपिकल कार वेज, कुनै पनि एउटा सानो कार छ अरे हो, त्यो कारको वेट छ 1200 न्युटन। ल फिगरै बनाऊँ है त। ल यो कार हो, यसको वेट नै भनेको छ हामीलाई। भनिसकेपछि डाइरेक्ट यता मुनि लाग्ने यो भन्न खोजेको चाहिँ 1200 न्युटन भनेर हामीलाई दिएको छ यहाँ। अब त्यस पछाडि अब हामीलाई अर्को के भनेको छ, कोएफिसिएन्ट अफ रोलिङ फ्रिक्सन म्यू। यो म्यू हामीलाई कति दिएको छ, म्यू भनेको 0.015 दिएको छ। त्यस पछाडि वाट होरिजोन्टल फोर्स इज निडेड टु मेक द कार मुभ विथ कन्स्टेन्ट स्पिड अफ 72 किलोमिटर पर आवर। यहाँ है त, हामीलाई कुनै पनि एउटा यस्तो होरिजोन्टल फोर्स सोधेको छ, जुन होरिजोन्टल फोर्सले चाहिँ यो कारलाई 72 किलोमिटर पर आवरको कन्स्टेन्ट स्पिडमा मुभ गराउन सकोस्। अब यहाँ कन्स्टेन्ट स्पिड भन्ने बित्तिकै हामीले के बुझ्नु पर्यो त, कन्स्टेन्ट स्पिड कन्स्टेन्ट हुनको लागि त्यो कारमा लाग्ने नेट फोर्स भनेको टोटल्ली के हुनु पर्यो, 0 हुनु पर्यो। ल त्यो कुरा बुझौँ। फर constant speed net force on car should be 0। अब यहाँ है त, जब यो कार यता मुभ गर्छ त्यो कारमा यतापट्टि अपोजिट साइडमा एउटा के लाग्छ, फ्रिक्सनल फोर्स लाग्छ चक्कामा, किनभने यसको कोएफिसिएन्ट अफ फ्रिक्सन भनेको कुनै एउटा सब के छ त 0.015। अब हेर, त्यसो भए यदि यो फ्रिक्सनल फोर्स यता जति लाग्छ त्यति नै फोर्स मैले यतापट्टि लगाइदिएँ भने यो कारमा लाग्ने नेट फोर्स भनेको ब्यालेन्स भयो कि भएन, भयो। अब यहाँ यतापट्टि माथि के लाग्छ, नर्मल। यो ग्राउन्डलेसमा यो चक्कामा के लगाउँछ, नर्मल। अब यहाँ
फ्रिक्सन भनेको कति छ म्यु इन्टु नर्मल। यहाँ हेर नर्मलले यसलाई ब्यालेन्स गर्यो ठ्याक्क नर्मल भनेको कति आयो 1200 न्युटन। म्यु भनेको 0.015 इन्टु नर्मल भनेको 1200 आयो। यहाँबाट हाम्रो फ्रिक्सनल फोर्सको भ्यालु कति आउँछ त यहाँबाट हाम्रो फ्रिक्सनल फोर्सको भ्यालु आउँछ 18 न्युटन। अब यहाँ हेर त्यसै गरी हामीले यहाँबाट के बुझ्नु पर्यो त यो फ्रिक्सनल फोर्सको बराबर यो फ्रिक्सनल फोर्स कारमा यतापट्टि लगिरहेछ हामीले यतापट्टि पनि 18 न्युटन फोर्स लगाइदिउँ भने त यो यता यो र यो काटिएर कारमा नेट फोर्स भनेको त 0 हुन्छ, जसले गर्दा यो कार एउटा कन्स्ट्यान्ट भेलोसिटीले कुद्छ। अब हामीलाई के पनि सोधेको छ अल्सो पावर यति फोर्स निकाल्नको लागि इन्जिनलाई यति फोर्स निकाल्नको लागि इन्जिनलाई यो पावर चाहिँ कति चाहिन्छ त पावर चाहिँ कति डेभलप हुन्छ भन्ने सोधेको छ। पावर भनेको एफ टर्न पी हो। ल फोर्स हामीलाई 18 न्युटन भेलोसिटी भनेको 72 किलोमिटर पर आवर भनेको 18 इन्टु 72 इन्टु मिटर पर सेकेन्डमा लगाउँदाखेरि 1000/3600ले डिभाइड गर्ने हो। यसो गर्दाखेरि हाम्रो यो काटियो 36 2 जा 72 18 इन्टु 2 इन्टु 10 ल 180 इन्टु 10 भनेको 180 18 इन्टु 10 180 इन्टु 2 360 ल 360 वाट चाहिँ हाम्रो के आउनु पर्दो रहेछ त पावर हुनु पर्दो रहेछ। यसरी हामी बुझ्नु पर्यो। ल क्वेसन नम्बर 21 यो क्वेसनमा के भनेको छ भने अ 650 किलोवाट पावर इन्जिन अफ अ भेहिकल अफ मास 1.5 इन्टु 10 टु द पावर 3 हो है त। ल 10 टु द पावर 3 kg इज राइजिङ अन इन्क्लाइन प्लेन अफ इन्क्लिनेसन 1 in 100 भन्न खोजेको यो 1 in 100 इन्क्लिनेसन भनेको tan थीटाको भ्यालु चाहिँ 1/100 हो है भन्न खोजेको है त। यसको मतलब tan थीटा भनेको 0.01 रहेछ। अब हामीलाई के थाहा छ भने फर भेरी स्मल tan थीटा भनेको नियरली इक्वल टु sin थीटा हुन्छ, किनभने यो 0.01 भनेको त एकदम स्मल हो। अब यहाँ अब हामीले यहाँनिर एउटा इन्क्लाइन प्लेन बनाऊँ। ल यो हाम्रो थीटा यसको इन्क्लिनेसन यहाँ है त। यो इन्क्लाइन प्लेनमा एउटा इन्जिन यसरी माथि राइज गर्दैछ हो। ल यो एउटा इन्जिन भयो यसरी माथि यसलाई राइज गर्दैछ यता माथि जाँदैछ। यसरी माथि जाँदाखेरि यसको स्पिड कन्स्ट्यान्ट हुनुपर्छ जुन भनेको 60 किलोमिटर पर आवर हो। अब हामीलाई के फाइन्ड गर्नु भनेको छ फ्रिक्सनल फोर्स बिट्विन द व्हील्स एन्ड भेहिकल्स अफ द प्लेन। यहाँ यदि यो कन्स्ट्यान्ट स्पिडले माथि जान्छ भने यसमा लाग्ने नेट फोर्स भनेको ब्यालेन्स हुनु पर्यो भन्नुको मतलब यहाँ है त यो इन्जिनको माथि एउटा फोर्स लाग्छ, इन्जिनले त माथि जान खोजिरहेछ भनिसकेपछि इन्जिनले माथिपट्टि फोर्स लाग्छ। अनि हामीलाई अर्को के थाहा छ जहिले पनि इन्क्लाइन प्लेनमा एलोङ द इन्क्लाइन प्लेन मुनितिर भनेको के लाग्छ mg sin थीटा। यहाँ त्यस पछाडि अब यता भर्टिकल्ली डाउनवर्ड्स भनेको के लाग्छ भर्टिकल्ली डाउनवर्ड्स भनेको जहिले पनि mg। त्यसै गरी यतापट्टि भनेको अब के भयो त यसलाई रिजल्भ गर्दाखेरि यता आउँथ्यो हाम्रो mg cos थीटा। त्यसै गरी सिधा माथि परपेन्डिकुलर टु द पोइन्ट अफ कन्ट्याक्ट के लाग्छ नर्मल। अब यहाँ भनिसकेपछि हाम्रो अब यहाँबाट के हामीले निकाल्यौँ त भन्दाखेरि एफजी भनेको के हो त यो mg sin थीटा। mg sin थीटा हाम्रो कति आउँछ त 1.5 मास कति छ इन्टु 10 टु द पावर 3 इन्टु जी भनेको 9.8 इन्टु sin थीटाको भनेको कति निकालेको छौँ 0.01 हामीले भ्यालु निकालेको छौँ। यसो गर्दाखेरि यसको भ्यालु आउँछ 147 न्युटन। अब यहाँ है त भनिसकेपछि हाम्रो यता मुनिपट्टि 147 न्युटनको फोर्स लागिरहेको रहेछ। त्यसै गरी अब यहाँ त तिम्रो अब्जेक्ट माथि जान खोजिरहेछ भने फ्रिक्सन कतापट्टि लाग्ला त यता मुनिपट्टि लाग्ला, किनभने फ्रिक्सनले त मोसनको टेन्डेन्सीलाई अपोज गर्छ। ल फ्रिक्सन भनेको यता मुनिपट्टि लाग्छ भनिसकेपछि अब यहाँ है त यदि यो अब्जेक्ट कन्स्ट्यान्ट स्पिडले माथि चढ्छ भने यसमा लाग्ने नेट फोर्स 0 हुनुपर्छ। त्यसको लागि यो एफ इन्जिन इक्वल टु यो दुईटा फ्रिक्सन र mg sin थीटाको सम हुनुपर्छ। ल यहाँ एफ इन्जिन बराबर mg sin थीटा भनेको fg प्लस fr। ल अब यहाँबाट हामीले fg निकाल्यौँ 147 न्युटन। ल त्यसै गरी प्लस अब यहाँ हामीलाई के अर्को निकाल्नु पर्ने छ एफआर फ्रिक्सन हामीसँग छ कि छैन त्यो हेरौँ है त। फ्रिक्सनल फोर्स बिट्विन द व्हील्स ल फ्रिक्सनल फोर्स भनेको प्लस एफआर इक्वल टु एफई। ल अब हामीलाई इन्जिनको पावर थाहा छ। इन्जिनको पावर थाहा छ भने हामीले के लेख्न मिल्छ यहाँ पावर अफ इन्जिन भनेको फोर्स अफ इन्जिन इन्टु भेलोसिटी हो। फोर्स अफ इन्जिन भनेको हामीले कति निकालेको छौँ हामीले निकालेको छैनौँ। हामीलाई के दिएको छ पावर दिएको छ जुन दिएको छ 650 किलोवाट। ल 650 किलोवाट इक्वल टु एफई डट भी भनेको
हामीलाई कति दिएको छ 60 किलोमिटर पर आवर ल 60 किलोमिटर पर आवर यसो गर्दाखेरि हाम्रो FE इक्वल टु के आउँछ 650 यसलाई वाटमा कन्भर्ट गर्दाखेरि इन्टु 1000 गर्ने डिभाइड बाई 60 यसलाई पनि इन्टु 1000 गर्ने डिभाइड बाई 3600 गर्ने यसो गर्दाखेरि यो मिटर पर सेकेन्डमा जान्छ ल अब यहाँबाट फोर्स अफ इन्जिन हाम्रो कति आउँछ त 39000 न्युटन हाम्रो के आउँछ त फोर्स अफ इन्जिन आउँछ अब यहाँ हाम्रो फोर्स अफ इन्जिन छ 39123 न्युटन प्लस 147 प्लस हैन इक्वल टु है त ल इक्वल टु 147 प्लस फ्रिक्सनल फोर्स छ यहाँबाट फ्रिक्सनल फोर्स हामीले निकाल्न सक्यौं 39000 माइनस 147 यो भनेको कति आयो 38853 न्युटन इक्वल टु अब यसलाई हामीले साइन्टिफिक वेमा लेख्ने भने कति लेख्न मिल्छ 3.89 into 10 to the power 4 न्युटन एप्रोक्सिमेटली ल यो चाहिँ तिमीहरूले क्याल्कुलेटरमा हालेर निकाल्न सक्छौ न्युमेरिकल यसरी बुझ्नु पर्यो हामीले कसरी बुझ्ने भन्दाखेरि कुनै पनि एउटा इन्जिन छ यो इन्जिन हाम्रो के भइरहेछ इन्क्लाइन प्लेनमा माथि चढ्न खोजिरहेछ इन्क्लाइन प्लेनमा माथि चढ्दाखेरि यो कस्तो वेमा चढ्नु पर्यो त यो अब्जेक्टको अथवा यो इन्जिनको भेलोसिटी भनेको कन्स्ट्यान्ट हुनु पर्यो भेलोसिटी कन्स्ट्यान्ट हुनको लागि अब्जेक्टमा लाग्ने नेट फोर्स भनेको 0 हुनु पर्यो नेट फोर्स 0 कसरी हुन्छ इन्जिनको फोर्स माथि लागिरहेछ त्यसैगरी यता मुनि लागिरहेछ mg sin थीटा अर्को के लागिरहेछ फ्रिक्सन यदि यो दुईटाले यसलाई ब्यालेन्स गरे भने यो इन्जिनमा लाग्ने नेट फोर्स भनेको 0 हुन्छ किनभने यो नर्मललाई mg cos थीटाले अलरेडी ब्यालेन्स गरिसकेको छ भनिसकेपछि त्यसले त्यो कारणले गर्दाखेरि हामीले यहाँबाट डाइरेक्टली फ्रिक्सनल फोर्स निकाल्न सक्यौं ल क्वेशन नम्बर 22 यो क्वेशनमा के छ A vehicle of mass 2000 kg traveling at 10 meter per second on horizontal surface is brought to rest ल यहाँ है त vehicle को मास हामीलाई कति दिएको छ 2000 kg यो एउटा vehicle के छ त 10 मिटर पर सेकेन्डको स्पिडले कुद्दै थियो हो 10 मिटर पर सेकेन्डको स्पिडले कुद्दा कुद्दै यसलाई ब्रेकिङ डिस्टेन्स यसको कति भयो त ब्रेकिङ डिस्टेन्स 12.5 मिटर कभर गर्दा गर्दै यसलाई ब्रेक लाग्यो अब यहाँ ब्रेक लाग्दाखेरि त्यो ब्रेकले लाग्ने एउटा एभरेज फोर्स होला त्यो एभरेज रिटार्डिङ फोर्स कति छ भनेर हामीलाई त्यो निकाल्नु भनेको छ 1 नम्बरमा ब्रेक लाग्दाखेरि एउटा रिटार्डिङ फोर्स हुन्छ त्यो फोर्स निकाल्नु भनेको छ अर्को भनेको यो इन्जिनले एउटा पावर कति डेभलप गर्नुपर्छ एउटा इन्क्लाइन प्लेनमा जान विथ कन्स्ट्यान्ट स्पिड 10 मिटर पर सेकेन्ड कन्स्ट्यान्ट स्पिड भन्ने बित्तिकै हामीले सबै कुरा बुझिहाल्यौं नेट फोर्स 0 गर्ने हो भनेर अब यहाँ यसमा हामीलाई फ्रिक्सन पनि दिएको रहेछ ल अब सुरुमा हामीले ब्रेकिङ डिस्टेन्स कसरी निकाल्ने भनेर जाउँ है त ल इन्क्लाइन 1 in 10 भनेको के हो tan थीटा को भ्यालु 1/10 भनेको मतलब 0.1 अब यहाँ हामीले वर्क डन इक्वल टु चेन्ज इन काइनेटिक एनर्जी भनेर पढायो वर्क एनर्जी थ्योरममा अब यहाँबाट हामीले के लेख्न मिल्छ भन्दा वर्क डन भनेको फोर्स डट डिस्प्लेसमेन्ट इक्वल टु चेन्ज इन काइनेटिक एनर्जी भनेको काइनेटिक एनर्जी फाइनल माइनस काइनेटिक एनर्जी इनिशियल यहाँ यो अब्जेक्ट फाइनली रेस्टमा आउँछ भने यसको काइनेटिक एनर्जी 0 अब यहाँ त एफ भनेको के हो त यो अब्जेक्टलाई रेस्टमा ल्याउँदाखेरि रेस्टमा ल्याउन्जेलसम्ममा एउटा रिटार्डिङ फोर्स कति हुन्छ त्यो हो यो एफ भनेको रिटार्डिङ फोर्स डट यसको डिस्प्लेसमेन्ट भनेको 12.5 इक्वल टु काइनेटिक एनर्जी इनिशियल भनेको कति छ त 1/2 इन्टु मास भनेको 2000 इन्टु भेलोसिटी भनेको 10 स्क्वायर ल फोर्स इक्वल टु 2123 इन्टु 100/2 इन्टु 12.5 यो भनेको हाम्रो कति आउँछ 2 1 2 3 4 5/25 ल यो कति आउँछ 8000 न्युटन भनिसकेपछि हाम्रो एभरेज रिटार्डिङ फोर्स डियर फर द फोर्स कति रहेछ इक्वल टु 8000 न्युटन रहेछ अब यस पछाडि हामीलाई के सोधेको छ हामीलाई 1 in 10 भएको इन्क्लाइनमा 10 मिटर पर सेकेन्डको कन्स्ट्यान्ट स्पिडले माथि जानको लागि चाहिने पावर सोधेको छ ल माथि जाँदाखेरि के हुन्छ यता मुनिपट्टि लाग्छ mg sin थीटा त्यसैगरी माथिपट्टि इन्जिनको फोर्स लाग्छ त्यसैगरी मुनिपट्टि के लाग्छ फ्रिक्सन लाग्छ अब कन्स्ट्यान्ट स्पिडले जाने हो भने fe इक्वल टु fr प्लस mg sin थीटा हुनु पर्यो अब यहाँ है त यो tan थीटा हामीले निकाल्यौं नि 0.1 भनेर
टेन थीटा स्मल छ भने टेन थीटा नियरली इक्वल टु साइन थीटा हुन्छ भनिसकेपछि फ्रिक्सनको भ्यालु पनि हामीलाई यहाँनिर दिएको छ 200 न्युटन फोर्स अफ इन्जिन भनेको 200 न्युटन प्लस mg sin थीटाको ठाउँमा मास भनेको कति दिएको छ मास हामीलाई कति दिएको छ हेरौँ है त मास भनेको 2000 केजी ल 2000 केजी इन्टु जी भनेको 9.8 साइन थीटाको ठाउँमा हामीले डाइरेक्टली यहाँ कति हाल्न मिल्छ त 0.1 हाल्न मिल्छ यसो गर्दाखेरि अब हामी यहाँबाट के निकाल्न सक्छौँ त इन्जिनले लाग्ने फोर्स निकाल्न सक्छौँ यो भनेको 200 प्लस 2000 इन्टु 9.8/10 यस्तो पनि गर्न मिल्छ यहाँबाट हाम्रो कति आउँछ त 2160 न्युटन ल हाम्रो इन्जिनको फोर्स भनेको 2160 न्युटन आयो अब पावर भनेको के हो एफ डट भी यो भनेको 2160 इन्टु 10 मिटर पर सेकेन्डको कन्स्टेन्ट भेलोसिटीले माथि जानु थियो यता 10 मिटर पर सेकेन्डको भेलोसिटीले भनिसकेपछि 21600 वाट भन्नुको मतलब 21.6 किलो वाटको पावर चाहिँदो रहेछ त्यसै गरी क्वेसन नम्बर 23 ले के भनेको छ a train of mass 2 into 10 10 to the power 5 हो त यो त्यसै गरी यो पनि 1.8 into 10 to the power 5 ल यहाँ है त कुनै पनि एउटा ट्रेन छ यो ट्रेनको हामीलाई मास दिएको छ 2 into 10 to the power 5 kg यो ट्रेन चाहिँ के भइरहेछ त कन्स्टेन्ट स्पिडले 72 किलोमिटर पर आवरको कन्स्टेन्ट स्पिडले एउटा इन्क्लाइन प्लेनमा चढ्छ त्यो इन्क्लाइन प्लेनमा चढ्दाखेरि यहाँ है त एउटा ट्रेन छ यो ट्रेन के गरिरहेछ इन्क्लाइन प्लेनमा चढिरहेछ यसरी यसको स्पिड कति छ चढ्दाखेरि 72 किलोमिटर पर आवर छ यसो गर्दाखेरि यसमा पछाडिपट्टि लाग्ने फ्रिक्सनल फोर्स भनेको 1.28 इन्टु 10 टु द पावर 5 त्यसै गरी अब यहाँ हेर न हामीलाई के भनेको छ कन्स्टेन्ट स्पिड भनेको छ कि छैन कन्स्टेन्ट स्पिड भन्ने बित्तिकै यो ट्रेनमा पनि नेट फोर्स हामीले के गर्ने हो जिरो गर्ने हो कति इजी छ अब यहाँ हेर ल फ्रिक्सनल फोर्स हामीलाई दिइसक्यो इन्क्लाइन हामीलाई के भनौँ इन्क्लाइन हामीलाई के भनौँ त सच द्याट द ट्रेन राइजेस भर्टिकल्ली ट्राभल्ड एलोङ द इन्क्लाइन 1 मिटर फर एभ्री 100 मिटर भन्नुको मतलब 100 मिटर इन्क्लाइनमा माथि जाँदाखेरि हाइट भनेको 1 मिटरले बढिरहेछ भन्नुको मतलब हाम्रो के भयो त साइन थीटा इक्वल टु पी बाई एच यहाँ हाम्रो 1 बाई हाइपोटेनस भनेको 100 मिटर किनभने 100 मिटर माथि जाँदाखेरि हाम्रो परपेन्डिकुलरको भ्यालु भनेको छ 1 यो 100 यसरी हाम्रो यहाँबाट साइन थीटाको भ्यालु निकाल्न सक्छौं साइन थीटा भनेको 0.01 अब यहाँ है त यहाँबाट यदि भेलोसिटी कन्स्टेन्ट छ भने फोर्स अफ इन्जिन भनेको फोर्स अफ ग्राभिटी प्लस फ्रिक्सनल फोर्स किनभने यतापट्टि के लाग्छ mg साइन थीटा ल अब फोर्स अफ ग्राभिटी भनेको के हो त मास भनेको हामीलाई 2 इन्टु 10 टु द पावर 5 इन्टु 9.8 साइन थीटा भनेको 0.01 प्लस फ्रिक्सनल फोर्स भनेको 1.28 इन्टु 10 टु द पावर 5 दिएको छ अब हामीले फोर्स अफ इन्जिन निकाल्न सक्छौं यहाँबाट फोर्स अफ इन्जिन भनेको कति आउँछ त 1.476 इन्टु 10 टु द पावर 5 न्युटन यो क्याल्कुलेटरमा हालेपछि आइहाल्छ यसमा केही प्रब्लम भएन अब पावर निकाल्न त झनै सजिलो छ पावर भनेको फोर्स अफ इन्जिन इन्टु भेलोसिटी 1.476 इन्टु 10 टु द पावर 5 इन्टु भेलोसिटी छ 72 किलोमिटरलाई मिटरमा कन्भर्ट गर्दाखेरि 1000 डिभाइड बाई आवरलाई सेकेन्डमा कन्भर्ट गर्दा 3600 ले डिभाइड गर्ने यसलाई काटो यहाँबाट हाम्रो पावर कति आउन जान्छ पावर भनेको 2.952 इन्टु 10 टु द पावर 6 वाट आन्सर यसरी हाम्रो आउँछ है त